अँ, ए वेलर सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु आज चाहिँ म कहाँ भन्दाखेरि यहाँ नगरकोट जाँदैछु नगरकोट जाँदैछौँ न त जोग हो के कस्तो हुन्छ तपाईँहरूलाई हेरिदिनु होला है मेरो भिडियो चाहिँ हेरेर अनि सब्सक्राइब गरिदिनु त्यही भन्न चाहन्छ यो राजाको चाहिँ सामान लिन जानुपर्ने रहेछ नगरकोट नगए नि हुँदैन ए दाजु कस्तो रन्मती रहेछ हेर्दैन हेर्दैन छुट्टै गएको छ त हानिदिनु पर्ने रहेछ के गर्नु अब आफ्नो फेरि बाइक ठोकेर भयो भने के गर्नु सुरुरुरुरुरुरु बागेर के भने बाख्रा जस्तो त ब्ल्याबेल गरेर होइन अहिले त्यस्तै त्यहाँ वार सम्झ्यो नि त हामी त गाई वारवार हो भक्तपुर भक्तपुर पानी पर्ला त अरू भन्दा त नि के हो हेर्दैन के हो गाडी हेर्दैन क्या तपाईँ गाड हान्ने बेला भइगयो धन्नै 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 ठोकिदिएको नि कुन सुपर गाडीको त टायरै ठुलो के I don't like over speed. कहाँबाट जाने राजा कहाँबाट जाने दुईवटा ठाउँ थाहा छैन मलाई दुईवटा ठाउँ त थाहा छैन कहाँ जङ्गलको बाटो चाहिँ अब मलाई थाहा छैन जङ्गलको जङ्गलको बाटो कहाँ यो के भन्छ यहाँ सल्लाहघारीबाट कहाँ यता वहाँ तलै पुग्नुपर्छ त्यो के भन्छ पान्पाले बोल्ने कता कहाँ कमल बिनाइ भनेको चाहिँ भर मलाई थाहा छैन तिमीले कहाँबाट जाने हो ला के अरे के को जाम यस्तो यो आहा लचक लचकै गएको छ त लचक लचकै गएको त नि एम्बुलेन्स तेल पसलै छैन यस्तोमा चाहिँ रिक्स नलिउँ है फेरि उताबाट फुट आइदिएन र अनि के गर्नु राजा पानी परिदियो है नगरकोट जाला नसकेला जस्तो छ दिमागै खराब भएको त नि नखाने नखाने
यहाँको एम्बियन्सहरू चाहिँ यस्तो छ चाउमिन भयो यस्ता खाइरहेछ बाख्रा मामला राख्नु त्यो मामला है मामलै होला यस्तो छ नगरको बाटो अनि गेटमा दियो खोइ हजुर गेट त मलाई पनि थाहा छैन होइन हजुर कालो छ त यार तिमीले लिन आएर छ त नि तिमीले लिन आएर छ कुकुरलाई नि पानी ज्याज ज्याज साँच्चै यहाँबाट पुग्छ भने त्यो उसमा पुग्छ भने बोली मलाई ऊ यहाँबाट त्यो माथि हो र तर यतापट्टि जानुपर्छ कि जाउँ पानी चाहिँ पानी खोला रहन्छ उता भक्तपुरतिर चाहिँ परिरहेको थियो पानी पऱ्यो भने चाहिँ बिजोकै हुनसक्छ मसँग यो त छ तर पुग्दैन होला सायद टुरामीको भाइजमा ठुलो छ त्यही भएर अलिकति पुग्यो नि भिज्छ क्या खुट्टातिर त्यस्तो छ माथि डाँडा पुग्नुपर्छ माथि पुग्नु डाँडामा त्यहाँ त्यसो बाटो छैन त्यहाँ त्यसो बाटो छैन कस्तो बाटो त हुनु पनि जाने अनि उहाँ माथि पुग्नुपर्छ नि टाढा चाहिँ एकदम त्यही भाइको स्कुल ताना नतान त तानै थियो तानै थियो भाइ स्कुल पढेर आइसक्यो यस्तो बवाल ठाउँ छ नि यहाँ तपाईँहरूले हेर्न सक्छ नगरकोटको भ्यू हो है हो बवाल कुन होटल गुम्बा क्या हजुर फेरि अहिले फेरि अस्ति जस्तो होला बोकेर दियो भने त छैन त अनि तिमी त लोकल होइन त थाहा होला नि त अनि अस्ति त्यो ट्याक्सीले रोकेर जस्तो अनि झ्याम झ्याम दियो भने त अब तान्न चाहिँ बवाल जान्छ यात्रुहरूले नि यहाँले माथि हाइकिङ भएर होला नि त सायद त्यही भएर नपरे हुन सक्छ तर बाटो चाहिँ एकदम उकालो छ माथिसम्म मकै के कुनै ठाउँ मकै पाएको छ कुनै ठाउँ छैन त यता त वाह गाइज यहाँ चाहिँ बवाल बवाल झर्ना रहेछ नि त यहाँ यहाँ चाहिँ यस्तो रहेको चाहिँ गोजिनी ड्याम नगरकोटको यस्तो निलो पानी छ जङ्गल छ माथि यहाँ चाहिँ भतिजा रहेको छ यस्तै छ है यति त होला नि पहिला एकचोटि म नि आएको थियो नि यहाँ चाहिँ पानी यस्तो झर्दा रहेछ पानी थियो नि त्यसरी पानी थिएन त नि यस्तो बवाल भ्यू रहेछ यहाँ
माछा नि हुन्छ यहाँ माछा मारे त नि ए त यहाँनिर पारेर माछा मारेर म देखाउँछु तपाईँहरूलाई कहाँनिर भनेर वहाँनिर माछा मारेर आज यसरी भिडियो खिचेर बस्नु न दाइहरू गर्नु यसो भिडियोहरू फेरि लगाइज है नगरकोटको बोजिनी ड्याम चाहिँ यही हो तपाईँहरू नि आउन सक्नुहुन्छ काठमाडौँबाट जस्ट 20-30 मिनटमा देख्थ्यो भने हामी त डुब्थ्यो पहिला देखि पनि पौडी खेल्न सक्दैन अनि समुद्रमा पौडी खेल्ने आज यसको धाग हेऱ्यो भने चाहिँ यहाँ चाहिँ केटाहरू पौडी खेल्न होला है लुगा मात्र खोले कि साँच्चीकै पौडिन लाग्यो साँच्चीकै हो नि यहाँ बस्न त पाइहाल्यो कहाँ त्यहाँ बस्ने हो र टिपै त आएन होला बनाउनु त नि पानीपुरी खाइदिउँ न आज यस्तो छ यहाँ चाहिँ घाम पनि हल्का लागिरहेछ भन्यो डल्फिनहरू नगरकोटमा डल्फिनहरू नि भेट्छ यहाँ त यस्तो छ ए होइलहरू त उतार्नु पर्छ होइन एउटा ऊ त्यता डाइनो दुईजना चाहिँ उतार्नु पऱ्यो निस्किया चाहिँ तपाईँलाई नि हेर्न सक्नुहुन्छ मजाले हामी नि छ यतातिर बोजिनी ड्याम ल हाम्रो हुन्छ त्यो हाम्रो चाहिँ पानीपुरी अरे यस्तो छ है हाम्रो चाहिँ यहाँ चाहिँ हामी यहाँ पानीपुरी चुवाप्प लाएर खाँदा चाहिँ हाल्दैन त मलाई नि खजा खजा छ है यतातिरको बाटो चाहिँ पानी पर्यो होला सायद है बाटो त यस्तो दामी छ है मलाई त्यो प्राइस है बेस्ट वान अफ द बेस्ट हो नि जङ्गलको बाटो चिस आछ कि नआउनु यो बाटो वर्षमा चाहिँ यो त छैन होला चाहिँ यत्रो छैन यस्तो चिसो छ है माथि माथि चाहिँ आमा हेर एउटा जुगा नि आउँछ जुगा 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 त यहाँ त भन्नु एकैचोटि खुट्टामा यार भन्नै पर्दैन best and popular for visit like राधर राख्ने ठाउँ यही है राधर के राख्नु यही तल यहाँ अघि अलिक माथि अब आउँदैछ जनै पूर्णिमा जनै पूर्णिमा भन्छ अरे यस्तो छ यहाँ चाहिँ हामी जानु मिल्दैन अलिकति किन र छिटो छ नि त के
तलतिर होइन तलतिर यहाँ चाहिँ पावरमा चाहिँ राजा यहाँ चाहिँ टावर छ यहाँ माथि तपाईँहरू टक्क आउन सक्नुहुन्छ यो नगरकोट आमा दिउँसै रात यता त के हो नि आगिला जामे दिन दुई तल्लामै तिरियाजु नेपाल जस्तो छ त नि बेसी बस हेर्न सक्नुहुन्छ तपाईँहरूले ठ्याक्कै यो चाहिँ के अरे युरोपको हङ्गेरी भन्ने ठाउँ हो सेम नेपाल जस्तै छ नेपाल जस्तै रोड छ यतातिर है यतातिर यस्तो छ कहाँ चाहिने भने हङ्गेरी भने तपाईँहरू अनि युरोप भन्न चाहनुहुन्छ यस्तै छ नि युरोप भन्नुहुन्छ है युरोप चाहिँ नआउनु होला यस्तै छ सेम नेपाल जस्तै सेम यस्तै छ नेपाली जस्तो मान्छेहरू त कति हेर्छ त त्यो त नेपालमा यस्तो टिटन्टोहरू त्यता त हिँड्दो रहेछ पाउँदो रहेछ बाइकहरू यस्तो यहाँ हेर्न सक्नुहुन्छ यस्तो बवाल ठाउँहरू छ यता युरोपतिर कुन यता के अरे साइबेरिया हो कि त्यही हो र होइन अब काभ्रेमा पर्दैन होला यहाँ चाहिँ ट्रेनिङ गरेका आर्मीहरू कतिजना छ हुन्छ हजुर हुन्छ धेरै हामी बल खेल्ने ठाउँ यही हो राजे कहाँ यही तर अब त कसले खेल्न जाने 10 घन्टा 7 घन्टा चराउने ठाउँ खेल्ने ठाउँ यही हामी यस्तै खेल्ने यहाँ जब हाम्रै यहाँ नाम हुन्छ नि त्यही चोक भने चाहिँ आमा हिमालयन जा अब यहाँ आइसकेर हेर न यतातिर हिमालयन छ मन्दनदेवपुर नगरपालिका हो मन्दनदेवपुर अलिकति तल है धेरै तल धेरै छैन अलिकति यहाँ तल के अनि तिम्रो घर त कहाँ तलतिर अनि खोल्सामा पो रहेछ त अनि राति हिँड्ने बाटो हो हामी स्कुल पढ्दाखेरि हिँडेरै हिँडेर माथि बाटो नि हिँड्यो कुन माथिको अघि स्टार होटेलले है त्यही हो अघि हामी कहाँ त्यहाँ माथिबाट होइन त्यही माथिबाट आएको यहाँ त फेरि डेन्जर है राजा कस्तो छ हरन सरन बजारमा चाहिँ चिसै छ कि ल स्कुल बस यता पोल आत्तै भक्तपुरको गाडी आउँछ राजा भक्तपुरदेखि आउँछ यहाँ छ आज कुन गुम्बा यो तामाङ होला बाजे रहेछ मेमे तिमीहरूको नि यस्तै हो ड्रेस कस्तो छैन कस्तो छ ड्रेस लाउनु त लाग्यो नि के उनलाई ढाडेर अनि यो हो ल Nang lagi ada sih.
गाइस अब चाहिँ हाम्रो यात्रा यहीँसम्म है, त्यही भन्न चाहन्छु। अब हामी चाहिँ अब सामान लिइसकेका छौँ। यो सामान लिएर हामी काठमाडौँसम्म पुग्नुपर्ने हुन्छ। यही रात पर्नलाई छ पानी परेर। भर्खर त 5 बजे छ। कस्तो 5 बजे छ आजको भ्लग यहीँसम्म।